हेलो गाइस, सबैजनालाई नमस्कार। आज चाहिँ हामीको रुमबाट हिँड्दा हिँड्दै अमरसिंह चोकको फिकल चोक होइन आइपुगेका छौँ। यहाँ चाहिँ हामी सबभन्दा बाटोबाट भन्दा पनि ठ्याक्क माथिबाट भ्लग स्टार्ट गरेको छौँ। मेरो बहिनी र म आएको होइन, रमाइलो भइरहेछ। म हजुरहरूलाई यहाँको मनोरम दृश्य देखाउने नै छु। यहाँ भन्दा हामी चाहिँ एकदम शिरमा आएको छौँ के, अनि यहाँ भन्दा तलको दृश्य चाहिँ यस्तो देखिएको छ माथिबाट। अब हजुरहरूलाई म तलै गएर सबै देखाउने नै छु। आज चाहिँ यहाँनिर आरती हुने रहेछ, सोमबार भएर एकदमै रमाइलो छ। म हजुरहरूलाई देखाउने नै छु, जाँदैछु है त। यहाँ चाहिँ बेलुकाको टाइममा एकदमै रमाइलो हुने रहेछ। यस्तो छ क्या यहाँ चाहिँ होइन, धेरै मान्छेहरू आउनु हुँदो रहेछ। यहाँ चाहिँ अघि हामीले माथि खिचेको ठाउँ त्यो माथि हो होइन, अनि यस्तो छ। यहाँ चाहिँ आरती सुरु भइसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ, दर्शन गर्नु होला। यहाँको मन्दिरमा चाहिँ आँट्यो त्यो पुग्ने भन्ने एउटा विश्वास छ। यहाँ चाहिँ कराते पनि सिकाउनु हुँदो रहेछ, त्यो पनि देख्न सक्नुहुन्छ हजुरहरूले। धेरैजना भक्तजनहरू आउनु हुँदो रहेछ, अनि यहाँनिर भिडियो खिच्न जहिले पनि क्यामेराम्यान दाइ आउनु हुँदो रहेछ। सबैजनाले हामीले चाहिँ गरिसक्यौँ होइन। यहाँको बुबालाई चाहिँ मैले यहाँ के हुन्छ, के भन्नुहुन्छ, के छ भनेर सबै सोध्छु। हजुरहरूले पनि सुन्नु होला है त। बुबा भनिदिनु त। पाथिभरा आमा थान है। यहाँको धर्म संस्कार चाहिँ कतिको मान्नुहुन्छ नि बुवाले? हामी हिन्दू धर्म मान्छौँ। हजुर। अरू धर्म हामी मान्दैनौँ। ए ल नमस्कार भनिदिनु सबैजनालाई। हाम्रो दर्शकहरूले हेर्नुहुन्छ यो भिडियो चाहिँ, नमस्कार भन्नु। धन्यवाद बुवा समय दिनुभएकोमा। उहाँ चाहिँ पाथिभरा आमा हुनुहुन्छ, दर्शन गर्न सक्नुहुन्छ हजुरहरूले। हामी चाहिँ यहाँ घुम्दै रात पर्न लागिसकेको छ, त्यही भएर हजुरहरूलाई छिटो देखाउने प्रयास गरिरहेको छौँ। अनि यो मेन मन्दिर हो होइन, यहाँको चाहिँ यतापट्टिबाट साइडबाट पनि जाने ठाउँ छ, अनि त्यसपछि यता भयो। हजुरहरूले पनि दर्शन गर्न सक्नुहुनेछ। यहाँ बेलुकाको टाइममा अहिले एकछिनमा बत्ती बाल्नुहुन्छ होला सायद। अनि यहाँनिर हर हर महादेव यहाँ हुनुहुन्छ। अनि मन्दिर चाहिँ हामीले हजुरहरूलाई देखाइसकेका छौँ, हेर्नु होला है त। आजको भ्लग यति नै। हजुरहरूलाई के कस्तो लाग्छ शेयर कमेन्ट लाइक गरिदिनु होला है। अनि त्यसपछि हजुरहरूले हेरिदिनु धेरै नै हेरिदिनु भयो भने मलाई पनि अनि भिडियो बनाउन जाँगर लाग्छ